यो माथिको 3टा बुढाहरू छ नि, देखिरहनु भएको छ नि तपाईँहरूले। यो बुढाहरू स्वार्थको लागि है, देश बनाउनको लागि होइन नि, फेरि स्वार्थका लागि जतिखेर पनि मिल्न सक्छन् क्या। अनि त्यहाँ तलको देख्नु भएको छ नि, त्यो बुढाहरूदेखि मुनिको त्यो 3जना युवाहरू, यिनीहरू चाहिँ नि देश बनाउनका लागि मिल्नुपर्छ क्या। हामीले यत्रो जेएनजी आन्दोलन भयो, यत्रो लफडा भयो, कतिजना बिचरा परिवारको घरबार बिग्रियो होइन, शहादत भए। अब फेरि पनि यही माथिका 3टा बुढालाई देश जिम्मा लाउने हो भने के गर्ने? त्यत्रो त्यो शहादत पाएको, त्यत्रो जेएनजी आन्दोलन भयो, त्यत्रा घर परिवार बिग्रियो, के अर्थ रहेर? अस्ति पनि त्यही 3जना बुढाहरूले त स्वार्थका लागि गोटी खेलाइरहेको थियो नि नेपाली जनतालाई होइन। अब स्वार्थभन्दा धेरै माथि उठेर, घमण्डभन्दा धेरै माथि उठेर है, यी 3जना छन् नि, ती बुढाभन्दा मुनिका यी 3जना युवाहरू छन् नि, हो यिनीहरू मिल्नुपर्छ, देश बनाउनुपर्छ। देशको लागि होइन, आफ्ना सबै घमण्ड र स्वार्थ त्यागेर देश बनाउनका लागि, यी बुढाहरूलाई लडाउनका लागि, यी बुढाहरूलाई देखाउनका लागि, देश अब बन्छ है हामीबाट भन्नका लागि यी 3जना युवाहरू मिल्नुपर्छ। अनि मात्रै देश बन्छ है साथी हो, नभए देश कहिले बन्दैन है साथी हो।